यो त कपिराइट लागे पनि लागोस् हैन यो त भिडियो अफ हुन्छ हौ नाइस यतातिर छुट्टै रमाइलो छ अब हाजिर त हुनै पर्दैन गोयल हुनु भएन फाइन लाग्छ कि के हो गोयल भएपछि कफी सपी यहाँ सब कुछ यहीँ बन्छ ल मम्मीहरूलाई सर्ट लाएर यति टुर गराइसकेपछि देखाइयो अब दिउँसो अफिसियली आउनु चाहिँ बाँकी छ लक्ष्मी लगाइछ नि कस्तो ढिला मोबाइल लगाइछ अर्को सिक्दा ट्राउजर लगाइछ भन्दै ग्रे कलर ट्राउजर देखि त मैले मेरो खै अब त शीतल छ शीतल छ अनि त्यो आएन कि ए भन्नु फोन ल जाउँ ल हाम्रो प्लान चाहिँ के भयो भन्दाखेरि आज मम्मीहरूलाई फेरि मम्मी र मलाई चाहिँ मिचेल पार्कमा पहिला चाहिँ नजिकै एडवर्ड्स टाउनको ओभलमा घुम्सिन्थ्यो अनि मिचेल पार्क गइसकेको थिएन नि त धेरै हाम्रो साउदर्न सबमा चाहिँ नेपालीहरू चाहिँ नेपाली बुबा आमाहरू चाहिँ त्यहाँ हुनुहुन्छ क्या त्यही भएर चाहिँ वी आर टेकिङ देम त्यहाँ अनि छोडिदिने त्यहाँ अनि सधैँ बेलुका बेलुका लगेर छोडिदिने भन्ने प्लान चाहिँ भइरहेको छ हाउ वी गो दिस इज आवर फर्स्ट डे है त लेट्स गो हिँड्दै जान चाहिँ हुन्थ्यो होइन एभ्री डे त्यहाँ अलिकति टाढा पर्छ क्या हामी चाहिँ त्यो मिचेल पार्क भन्दा अलिकति भनौँ न हिँड्दै जानु पर्यो भने चाहिँ आधी घन्टा जति जान नै लाग्छ होला क्या त्यो पार्क छ ठुलो होइन त्यही भएर ड्रप चाहिँ गरिदिनुपर्छ एभ्री डे जस्तो फिल भइरहेको छ डोन्ट नो सी हाउ वी गो के भयो केटी टर्नु गयो मान्छेहरू टाइम लाग्छ बुढापाका मान्छेलाई भित्र टाइम गरेर हैरान कुरो सुनाउ न सुनाउ के कुरा सुन्छ त्यस्तो कुरा नि हौ कस्तो कुरा त्यस्तो कुरा हो तल झ्यालबाट अर्को मान्छेले हेर्दा चाहिँ के हो पल्लो घरबाट छैन हेर के भयो त देख्छ न अर्काको बुढाबुढी होइन हामी आफ्नो बुढाबुढी हो त्यही त फेरि कुरो लगाइदिला नि कसलाई खै Unless if you have extra beers. छैन हौ You should. No, I wouldn't say. भनेर हैन खै त मुआ Big ladies here now, small ladies coming. Mommy. लास्ट ढिला भयो ल हामी चाहिँ मिचेल पार्क आइपुग्यौँ होइन मम्मीहरूलाई लिएर अनि यहाँ अब नेपाली परिवार कति भेटिनुहुन्छ हेरौँ उदय आमाहरू चाहिँ त्यहाँ देखिरहेको छु मैले अनि प्रोबेबली एक्साइटेड आफ्नो परिवार मानिसहरू भेट्नलाई जस्तो लाग्दैछ क्या यहाँ छ त्यस्तो छ होइन अब यहाँ यसो घुमफिर गर्ने क्रममा को भेट्छौँ होला मिचेल पार्क भने चाहिँ यही हो सबैजनालाई मेरो पनि नमस्ते ल आरामै हुनुहुन्छ हजुरहरू हजुर नेपाल चाहिँ फरक फरक ठाउँमा छ ल यता यता आएछ नि हजुरहरू हामीले चाहिँ मनिषजीको मम्मीलाई पनि भेटेका छौँ होइन अनि यहाँ आमाहरू टक्क नानीहरू लिएर च्याट्ट छोरी छोरी मिराया पनि यसरी हेर्दैछ ए ल ठिक छ त हजुरलाई त हो ठिक हो त उसलाई पनि सही हो नि त हो छोरी मिराया त यहाँ रुने कराउने के भयो ए ठिक है न बिदाई अरे आज हजुर उपेन्द्र दाईको बिदाई अरे को उपेन्द्र दाई है
ल यहाँ अनि यसो मिचेल पार्कमा आमाहरूको होइन यो डान्स हेभी हो त ल कति राम्रो ल यो हो नि त रमाइलो होइन ल ल पहिलो दिनको उनै यस्तो भएको छ मम्मीहरूलाई होइन अनि मम्मीहरू चाहिँ एकदमै नर्भस टाइप्सको भइराखेको छ रमाइलो पनि भइराखेको छ होइन ल यो हो नि त पारा ल यो त कपिराइट लागे पनि लागोस् होइन यो त भिडियो अफ हुन्छ हौ ल नाइस यतातिर छुट्टै रमाइलो छ उता नानी बाबुहरू चाहिँ होइन यस्तरी राम्रै छ अयो ग्रुपहरू आउँदै हुनुहुन्छ बुबा मुमा नानीहरू ल हो यहाँ हाम्रो अङ्कल टोलिजहरू चाहिँ फेरि बोइज इज बोइज टाइप्सको भइरहेको छ ओ झन्डै लागेको हौ उता मैले हालिदिएको थिएँ त हजुरलाई हो के खै त यहाँ हुनु पर्ने त हुनु पर्ने है कहाँ केमा गएर बस्यो त मैले हालिदिएको थिएँ त हजुरलाई हो के खै त यहाँ हुनु पर्ने त हुनु पर्ने है कहाँ केमा गएर बस्यो त अब हाजिर त हुनै पर्दैन गोयल हुनु भएन फाइन लाग्छ कि के हो गोयल भएपछि अब एक दिन पिकनिक आयोजना राख्ने भनेर राखेको गाईहरुले ए कसले यता ओक्लेन्ड पार्क हामी त ओक्लेन्ड पार्क गणेश मन्दिर यहाँबाट गणेश मन्दिर पुग्छौँ हैन ए ओक्लेन्ड पार्क पुग्छौँ हजुर उता बिदाई कार्यक्रम राखेछ नि यहाँ जम्मा गयो ए उता पनि अर्को टोली छ जम्मू टोली छ त्यता जम्बो हाम्रो ऊ पनि हुनुहुन्छ कि क्या हो हजुर ए त्यही ठ्याक्क त्यही हो हाम्रो अगाडि चाहिँ घर अगाडि नै हो त्यो ओभल हो एडवर्ड्स टाउनको ओभल त्यहाँ एउटा अस्ति तिहारमा भइलो कार्यक्रम त्यही भएको बोलाउनु भयो त्यता नै आउनु न अब जाम्ला त्यता अहिलेसम्म गएन त्यता पहिला त गएको उता ओक्लेन्ड हुँदै खाल्टामा त ग्राउन्ड छ नि त्यही हो ल आज यहाँ आन्टी मम्मी एन्ड अङ्कलहरूसँग सबैसँग भेटघाट दामी भयो अब होइन ठिक छ सबैजना आउने ल ल लागौँ ल हस् ल सबैजनालाई गुड नाइट ल हस् ल मम्मीहरूलाई चाहिँ हामीले A1 लिएर आएर अनि यसो टुर गराउँदैछौँ होइन अनि सबैभन्दा खतरा
A1 नै हो र हाम्रो यो चाहिँ प्रिन्टिङ हल अनि प्रिन्टर प्रिन्ट गर्ने यो कफी मेसिन होइन हौ मम्मी प्रिन्टिङ हौ प्रिन्टिङ मेसिन त्यही हो फोटोकपी नै हो पनि हो मेरो साइकल देख्छ कि देख्छैन हो होइन यो चाहिँ किचन हो हाम्रो कफी सफी यहाँ सब कुछ यहीँ बन्छ अघि भर्खरको हो यो भोलि आएर धुने हो हो च्याटर अनि यो चाहिँ हाम्रो फन ब्रेक्स डिना पनि बस्छ यहाँ चाहिँ डिना अनि यहाँ छ अर्को सबिनाको होइन त्यो गिफ्ट आएको नमिन्दालाई किन बोल्दै हिँड्छ त बाहिर एक्लै ल जाउँ ल मम्मीहरूलाई सर्ट लगाएर यति टुर गराइसकेपछि देखाइयो अब दिउँसो अफिसियली आउनु चाहिँ बाँकी छ यो हामी आएको बेला चाहिँ देखाइदिएको मात्रै हो क्या यो चाहिँ अब हाम्रो ए ढोका लक गर्नुपर्छ पक्कै चाबी कहाँ छ के ल हामी चाहिँ अब घर जान्छौँ अनि आजको लागि थ्याङ्क यू सिएस ल्याएर